नानी हजुर यताउता लाज लाग्दैन बुढो मान्छे भएर केटी आँखा झुम्काउने होइन हौ नानी तिमीलाई आँखा मारेको होइन कि मेरो बोल्दाखेरि आँखा झिम्काउने पानी छ नि त्यही त आँखै झिम्काउनु पऱ्यो पनि मेरो बाबाले राम्रो केटी हेरिहाल्नुहुन्छ नि कस्तो लाग्छ नि कुरा गर्छ म के काम थियो त्यो चाहिँ भन्नु न होइन यो गोवर्धनको कम्प्युटर सिकाउने कार्यालय होइन हो त्यसलाई भेट्नु पर्ने थियो उहाँलाई भेट्न त अपोइन्टमेन्ट लिएर आउनुपर्छ तपाईँ चाहिँ को हो म उहाँको असिस्टेन्ट अनि तपाईँको पढाइ चाहिँ कति क्लास 10 तल कति छ खाना लाउनु पुग्छ त्यो दिन ल भयो धेरै कविता नसुनाऊ अब त्यसलाई बाहिरै बोल्नु हो कि हामी भित्रै जाउँ अहिले छोरा त्यो खतौरी कुरा सुन्यो भने त त्यसलाई भेट्दै गोबर यो गोबर धान के छ गोबर धान ठिक छ काका दर्शन 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 बस्नु बस्नु बस होइन तेरो अफिस छिर्नु त अमेरिका छिर्नु भन्दा पनि गाह्रो भयो त अहिले यसो अलिअलि मेन्टेन गरेर काका अनि के गरी काम ल्याउनु भयो अब यो कम्प्युटर सिक्छ भन्छ कहाँ सिक्ने नि दादा म त कम्प्युटर सिकाउन आएको ए भाइलाई कम्प्युटर चलाउन आउँछ अब भन्नु चलाउनुको छोरा जहाँ अब एउटा कम्प्युटर चलाउनु सक्दैन होला त अरे यो त बिहे भएन अब मैले हानेपछि गुलेले हाने पनि बन्द बराबर जान्छ ए ठिकै छ काका यसो गरौँ नि त अहिले हाम्रो इमेक्स कम्प्युटर इन्स्टिट्युटलाई पनि एउटा कम्प्युटर टिचर चाहिरहेको छ भाइलाई कम्प्युटर चलाउन आउँछ गजब भइहाल्यो यसो गरौँ त भाइको एउटा टेस्ट दिउँ है भाइ अब त्यो कम्प्युटर चलाएको देखाऊ म त त्यो कम्प्युटर होइन नि मैले त गाउँबाट आफ्नै कम्प्युटर ल्याएको छु त्यही सिकाउने हो कि ए आफै चलाएको देखाउँछ आऊ त आऊ फेरि हेरौँ मैले मेरो कम्प्युटर हेर्नु त म त यही कम्प्युटर सिकाउने हो टक्रा छ केटो अब थाहै नदी कम्प्युटर बोकेर आएछ यसले ए काका यसलाई कहाँ कम्प्युटर भन्छ यो त क्यालकुलेटर हो कम्प्युटर भनेको चाहिँ यिनीहरूलाई भन्छ अब यसो गर तिमी प्लस टूको एक्जाम दिएर आएको रहेछौ प्लस टूको एक्जाम दिएर आउनेहरू सबैजनालाई हाम्रो यो इमेक्स कम्प्युटर इन्स्टिट्युट बनस्थली ढुङ्गेधारामा चाहिँ फ्री कम्प्युटर कोर्स हुन्छ बुझ्यौ अब यहीँ सिक पछि धेरै